गर्न जान्नेलाई चाहिँ सजिलै होला हैन तर मेरो लागि चाहिँ यो एडिटिङ भन्ने शब्दको फुल फर्म चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भन्दा खतरासँग कम्प्रोमाइज गरेको जस्तो लाग्छ कि हल्का तपाईलाई चाहिँ अलिकति भनौँ न त्यो खालको फिल गरायो जस्तो अब यस्तो हो त्यसो भने तपाईलाई अब मैले डाइरेक्टली भन्दाखेरि एडिट पनि गर्न त्यति गाह्रो छैन त्यसको रुल रेगुलेसन बुझ्यो भने सजिलै छ त्यसको लागि चाहिँ हामीले अब यहाँबाट साइड ओह्रालो छिर्नुपर्छ सर पारी हिँड्नुपर्छ अघि हामीले कछुवा देखेको कहाँ हो कसो देखेको त ऊ त्यो पर हो छोडेर आइसक्यौँ हामी सो नि तपाईँलाई जो आजको सुटिङ राम्रै लागिरहेछ होइन सबैलाई राम्रो लाग्न सकोस् अनि यो हाम्रो दुईजनाको मात्रैको मेहनतलाई सबैले हेरेर सबैमा पुऱ्याइदिउन् भन्ने मेरो चाहना सर ठिक छ उहाँको चाहना पनि तपाईँहरूले पुरा गरिदिनु होला होइन हामीले चाहिँ अब यति धेरै मेहनत गरेका छौँ द्याट इज फ्रन्ट साइड अब अहिले भर्खरै एकजना दाइले नेपालबाट फोन गरेर भन्नुभयो कि तपाईँको भ्लग हेर्दैछु भाइ भनेर उहाँले जस्तै सबैले हेरिदिनु होला भन्न चाहन्छु त्यो हेऱ्यो भने त एकदम खुसीको कुरा उडेर आउनु सर उडेर उहाँ चाहिँ यहाँ उड्ने कार्यक्रम गर्दैछ मान्छे त हिँडे हो क्या यार खासमा यार तपाईँहरूले नचिनेर मात्रै हो कि गाई चाहिँ यार मान्छेको काबिलियत र खासियत छ नि तर यो अगाडि के हो क्या यो कुकुर जस्तो देखिन्छ बुवासो त होइन नि यिनीहरू डरले भाग्ने हो तर यिनीहरूसँग चाहिँ हामी आफै भाग्नुपर्ने हुन्छ है टोक्छ नि उडेर आएर मलाई एकचोटि कमै गाँस लाग्यो त एउटाले यो सेम यस्तै कुकुर जस्तै देखिन्छ सर एउटा बुवासो त्यसको फेला पर्यो भने तपाईँलाई भरे रुम फर्किन दिँदैन हड्डी मात्रै राखिदिन्छ त्यो त डेन्जर हुन्छ कसरी भनौँ नि मैले कसरी देखेँ भने यो एउटा मुनाङ मुस्ताङ भन्ने ठाउँ छ क्या हजुर हजुर यो धेरै जस्तो फिल्महरू भिडियोहरू सुट हुन्छ त्यहाँ होइन अनि हो त्यहाँ म गएको काम गर्नलाई भनेर मतलब काम गराउन हजुर त्यहाँ मेरो ठेकदारी लाइसेन्स थियो म ठेकदारको काम गर्थेँ त्यतिखेर मैले ठेकदारी भन्दा पनि जस्तै पार्टनरसिपमा कि ठेकदारबाट चाहिँ छुटाएर लिनुपर्ने नाइके पेटी भन्छ पेटी ठेकदार पनि भन्छ त्यस्तोमा काम गर्थेँ त्यतिखेर मैले झन्डै 20-25 जना मान्छे लिएर काम लगाउँथेँ कि के भयो भन्दाखेरि अब त्यतिखेर चाहिँ थोरै ड्रिङ्क लिने बानी है साँझ ड्युटी छुट्टी गरेर रुम गइसकेपछि हाम्रो के भयो भने त्यहाँ प्लानिङ के भन्यो मिस्त्रीहरूसँग आज चाहिँ चाइनिज बियर खाउँ भन्ने कुरो भयो क्या चाइनिज बियर तपाईँको त्यहाँ लोकल रक्सीलाई 200 रुपियाँको बोतल पाउँछ क्या अनि चाइनिज बियर किन्यो भने चाहिँ 110 रुपियाँ पर्छ 110 हजुर त्यतिखेर चाहिँ पर्थ्यो है त आजभन्दा झन्डै 5 वर्ष पहिलेको कुरो 5 वर्ष अगाडिको कुरो हजुर ल ठिक छ अनि त्यो खाइसकेपछि मलाई चाहिँ अब कस्तो लाग्यो भन्दाखेरि त्यो बियरले गर्दा मलाई पिसाब लाग्यो क्या तर पिसाब फेर्नलाई चाहिँ म बाहिर गएको त्यहाँको भोटेहरूले मलाई भन्थ्यो कि राति बाहिर ननिक्लिनु भनेर क्या म र त्यो ड्रिङ्कको झोसमा निक्लियो कि निक्लियो नसाको टालमा निक्लिँदाखेरि अलि पर मैले चाहिँ कुकुर भनेर लखटेको क्या पछाडि गएको अनि पछाडि जाँदाखेरिमा चाहिँ माथिबाट एउटै देखेर लखटेको पछि 3-4 जना भयो कि 3-4वटा आयो त मलाई त यतिले फरक पारेको रुमभित्र छिर्दाखेरिमा समाटिसकेको यति लखटेको मेरो नसै छुट्यो कि बिताउने हो नि त्यस्तोले धेरै गाह्रो छ गाइज हो नि फेरि त्यस्तै फेरि मेरो त्यो अब बहिनीको बुढो थियो ज्वाइँ अब थियो नै भन्नु पर्यो होइन अन्त छुटपत्र भइसक्यो उहाँलाई पनि सेम त्यस्तै गराएछ कि टोइलेट जानुभएछ राति टोइलेट छेउबाटै समाटेर लखड्दै रुममा आएछ उहाँ पनि त्यस्तै हुनुभएको थियो मलाई जस्तो गाह्रो छ के छ भने यो कुकुरहरूसँग नि डराउनु पर्छ क्या हो डराउनु पर्छ तर म त कुकुरहरूसँग त गाउँघरतिरको कुकुर हुन्छ नि सर त्यो डराउँदैन म त एकचोटि मैले त्यो अब कुरो गर्दाखेरिमा चाहिँ अब
मान्छे हेर्दा त्यस्तो छैन होला जस्तो मान्नुहुन्छ होला गाइजहरूले होइन अह भिडियो सुट हुँदैछ भइरहेछ यहाँ गाउँमा म त्यही रक्सी खाएर आएको थियो धेरै ऊ पनि थिएन कि नसा धेरै पनि थिएन छोरा ठिक्कको थियो आउँदै थिएँ अनि यसो ठ्याक्कै तिहारको बेला थियो क्या तिहारको बेला अनि त्यहाँ चाहिँ हाम्रो मामाको कुकुर थियो कि ऊ माथि कता कराएको जस्तो मान्दै थिएँ उहाँको घर करङसम्म जाँदा बित्तिकै मलाई यस्तो समाट्यो के यस्तोमा समातिहाल्यो झ्यापै मेरो बानी फेरि पाइप डबल लगाउनु भने के गाउँघर त चिसो हुन्छ अनि त्यो भित्रको पाइपमा नभेटेर बाहिरको त्यो यस्तै मखमलको बाख्रो खाले जिनको थियो कि छ्याप्पै डाँडो अड्किएको छ कि पछाडि फर्केर ट्याक्कै कानमा समात्दिएँ कि कानमा समातेर मैले त्यो मामालाई के भने त्यतिखेर फेरि कुकुरले टोकेको एउटा ढाडको 1 लाख रुपियाँ जरिमाना थियो कि है अझै पनि छ हाम्रो गाउँतिर त्यस्तो डेन्जर एउटा कुकुरले टोक्यो भने एउटा ढाडको घाउ लागेको 1 लाख रुपियाँ जरिमाना नियम त दरिरहेछ त अनि मैले भने अब कुकुरले मलाई टोक्यो कि कुकुर मारिदिन्छु कि पैसा दिनु पर्यो भनेको कि मलाई बेस्ट कुकुर मार्न लागेको छ अफर त दियो मैले होइन त्यो अफर त त्यो पैसैमा त कहाँ मान्नुहुन्छ होला मामाहरूले अनि कुकुरै मारिदिनु भन्नुभयो अनि के गर्नु यत्रो त्यो रस्सी मागेर रस्सीले बाँधेर गएर झुन्डाइदिएँ कि झुन्डाइदिएको मऱ्यो होला भने मरेन त्यो रस्सी छिनेर तल गएछ कि फर्केर माथिपट्टि आएको तर कुद्न सकेको थिएन कि पछि गएर फर्केर म फेरि मरेन कि मर्ने भने फर्केर हेर्न गएँ कि गएको त्यहीँ बसिरहेको थियो यत्रो ठुलो ढुङ्गो बेताएँ कि ढुङ्गोले हानेर यत्रोमा हानेको है मऱ्यो कि त्यस 2-3 आँखा बाहिर निक्लिसक्यो र पनि मर्दैन हजुर त्यसरी मारिसकेको मैले पछि मऱ्यो भनेर त 2-3 आँखा निक्लियो नि निक्लिसकेपछि मऱ्यो भनेर छोडेको पर पुग्दा मभन्दा पहिला घर आइपुगेछ यार कुकुर कहिले नमर्दो रहेछ नि सर कुकुर यार गाह्रो छ यार मर्दैन यार कुकुरहरू क्या मारेर फाले कुकुर बाँचेर आउने हो नि आँखै निकाले कुकुर मभन्दा पहिला घर आइपुगेछ के अनि त्यसो हुँदाखेरि पछि फेरि फर्काएर 2टा रस्सी प्यारासुटको बनाएर लगेर बुराँसको रुखमा लगेर झुन्डाइदिएको 6 महिनासम्म गनाउटको त्यहाँ हिँड्ने मान्छे मलाई गाली गर्थ्यो गाह्रो छ ओके गाइज हामी चाहिँ रुम आइसक्यो अब सुत्नुपर्छ हामी पनि आइसक्यो ल सर है हस् छुट्टी बाई बाई